नमस्कार, फेरि पनि यहाँलाई स्वागत छ राजस्व व्यवस्थापन सूचना प्रणाली आरएमएस को अर्को भिडियोमा। आजको भिडियोमा हामी बैंक दाखिला कसरी गरिन्छ त्यसको बारेमा हेर्न गइरहेछौँ। सुरु गरौँ आजको भिडियो। बैंक दाखिलाको लागि हामीले जति पनि रसिद काटेका हुन्छौँ अथवा राजस्व सङ्कलन गरेका हुन्छौँ ती गरिसकेपछि हामी प्रविष्टिमा जान्छौँ। त्यो प्रविष्टिभित्र बैंक दाखिलामा जान्छौँ। जतिखेर हामीले बैंकमा दाखिला गर्ने हो त्यो टाइममा हामीले बैंक दाखिला भाउचर निकालेर मात्रै दाखिला गर्नुपर्ने हुन्छ। त्यही भएर हामी अब बैंक दाखिलामा जान्छौँ। जति दिनको हाम्रो बाँकी छ त्यो दिन अनुसारको रसिद राजस्व यहाँ देखिन्छ। त्यो देखिएपछि हामीले यसलाई चाहिँ सेभमा क्लिक गर्छौँ। अब यो रेकर्ड सेभ भयो, ओके गरौँ। त्यस पछाडि अब यसरी राजस्व दाखिला फारम आउँछ। अब यसमा हामी के गर्छौँ भन्दा अब हामीसँग टोटल छ 2522 रुपैयाँ 66 पैसा छ। अब यो अनुसारको अब हामीसँग नोट कति छ त्यो अनुसारको हामी जस्तै 2000 भनेपछि हामी 1000 को एउटा हुन्छ, 2500 को एउटा हुन्छ। अब 22 भनेपछि कति भन्ने भयो, 20 को एउटा होला हामीसँग। त्यस पछाडि अथवा हामीसँग 5 रुपैयाँ होला। यसरी 2522 को हामी 2545 गर्यौं। सरी यसलाई 1 गरौँ, 2525 22 को 25 भयो। अब यसलाई हामी प्रिन्ट गरेर हामी बैंकमा गएर जम्मा गर्न सक्छौँ। यसरी हामी बैंक दाखिला गर्न सक्छौँ। हस् त आजको भिडियो कस्तो लाग्यो हेर्दै गर्नुहोला। अरु नयाँ भिडियो नै आउँदै छन्। धन्यवाद।